Happy New Year, ma'am. Happy New Year. Happy New Year. Guys, Happy New Year. हेलो गाइज, गुड मर्निङ. म चाहिँ भर्खर उठेँ होइन, के गर्नु, जति सुत्यो निन्द्रा पुग्दैन. यस्तै हो, अब चाहिँ उठ्नुपर्छ अब. हेलो, गुड मर्निङ टु एभ्री वान. ह्याप्पी न्यु इयर. है, सबैलाई वेलकम छ मेरो पहिलो ब्लगमा. अहिले हाल चाहिँ म कुवेतमा छु. मेरो नाम चाहिँ राम कुमाल हो. मेरो युट्युब च्यानल चाहिँ मिस्टर झापाले हो. सबैले हेरिदिनुहुन्छ भन्ने आशा छ. मेरो भिडियो, मेरो फर्स्ट ब्लग इन कुवेत भनेर हालिसकेको छु. थम्बनेलमा हेरिसक्नु भएको छ होला. र आजदेखि चाहिँ म ब्लग बनाउन सुरु गर्दैछु. सबैजनाले हेरेर मन पराइदिनुहुन्छ भन्ने आशा छ है. इट्स मी मिस्टर झापाली. र भिडियो हेर्दै हुनुहुन्छ भने थ्याङ्क यू सो मच. लाइक, कमेन्ट अनि सब्सक्राइब गरिदिनु नबिर्सिनु होला है. र भिडियो सुरु गरौँ है त. तर्स्यो भने के रहेछ भने ड्रेस स्नान गर्नुपर्छ. अब ब्यागटा लगाएर स्नान भन्ने चिज चाहिँ गर्नै पर्यो. के गर्नु, काममा जानुपर्छ. यह देशको छ चिन्ता. बौलाउँछ यो मन मेरो जब हेर्छु तिम्रो ड्रेस. आँखामा मेरो डुबिए भइहाल्छु इम्प्रेस. अब त माया गर मलाई मुटुभरि. ए मन परेन भने माया थुक्का छिर्याका. आमा के हो यस्तो यार, ब्रोहरू त्यस्तो ज्यान त लास्टै बढ्यो होला. फाकी नहेर मलाई तिमी भने हो. सँगैको साथी हेर न टाढा पारी छन्. म पनि यहाँ गाउँ आइछु. मनको कुरा के थाहा छैन तर पनि म भुलिरहेछु. समयको कुरा यस्तै हो साथी. कहिले कहाँ कहिले कहाँ कहिले कहाँ. बेबे कस्तो ठिकै त क्यामेरा स्मेल गर्दैछ मलाई. पुरै जाम भएर रहेछ तेल पनि. आज एक तारिक त्यस्तो ह्यान्डसम भएर निस्किनु पर्यो नि त होइन. कुनै कुनै केटीहरू यस्तो छस्छ, कुनै कुनै केटीहरूले छस्छ मन पराएको हाल्छ कि होइन. ह्यान्डसम भएर निक्लिनु पर्यो नि त. समझ रहे हो? समझ यार.
तेल लाएर चट्ट परिहाल्यो होइन। अब जुत्ता लाउनुपर्छ नि, काममा जानुपर्छ, ढिलो हुन्छ यार आज त। आज ढिलो उठेँ कि म, के गर्नु, ढिलो उठाउनु हुँदैन, काममा त जानुपर्छ होइन, त्यस्तै हो, के गर्नु। जुत्ता हेर न, जुत्ता हाल यस्तो छ, यसले गरेको हेर्दैन नि, यही मान्छे यही यसकै काम हुनुपर्छ, बोकेर सबै सकाएको छ जुत्ता। यस्तो छ जुत्ताको हाल। ह्याप्पी न्यू इयर सबैजना। मेरो चाहिँ आज दिनमा चक्लेटसँग सुरुवात भएको छ। हजुरहरू कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला है त। थ्याङ्क यू। 1 तारिकको दिन यस्तो छ मौसम पनि, अनि म त फ्रेस भइहालेँ। आइ एम अलवेज एक्टिभ है। कहाँदेखि हेर्दै हुनुहुन्छ सबैजनाले कमेन्ट गरिदिनु होला है। यो 2026 चाहिँ एकदम फुल जस्तै बनाउनु पर्नेछ जिन्दगी है। हेर्दाखेरि सुन्दर, तर काँडैको बिचमा हेर्दाखेरि सुन्दर। पुरा भारीहरू उठाउँदै म रेस्टुरेन्ट चाहिँ आइसकेँ। गीत बजिरहेको छ, त्यही भएर यसको माइक म्युट गरिदिएँ। Sexy Dyson. Happy New Year, guys! 2026 coming. Blah blah blah. Happy New Year. Aywa. Happy New Year, man. New Year! Happy New Year. Guys, Happy New Year. अब लगाएर अब सुरु भइहाल्यो। म चाहिँ यहीँनिर काम गर्छु, त्यहाँ नुनीहरूले काम गर्दैछ। रमाइलो चल्छ जिन्दगी है। लाग्यो काममा। सरले आज लास्ट दिन सरको पनि, आज ह्याप्पी न्यू इयर पनि सर। Lots of food. Today, show the. Can I see little? Look. 80 pieces Oh my gosh. Oh my gosh. सरले ब्रेडहरू लिएर टक्क राखिदिनु भएको छ। 4 बजे आउनुहुन्छ आज लास्ट दिन सरको। स्केड्युल त्यसरी आउँछ हाम्रो। रिसिभ के हो यो? ह्याप्पी न्यू इयर। चिक्ने ह्याप्पी न्यू इयर। Happy New Year, Matikne TV. Just subscribe. ह्याप्पी न्यू इयर दाइ। के ह्याप्पी न्यू इयर हो यार, हलियोली ह्याप्पी न्यू इयर। हाम्रो अहिले ह्याप्पी न्यू इयर, हाम्रो त 2026 त जमानामा पुर्कोले मनाइसक्यो हाम्रो। यस्ता कहाँ सरले 83 मा मनाउने के मैले ह्याप्पी न्यू इयर कसैलाई भनेको थिएन मैले। ह्याप्पी न्यू इयर। हाउ आर यु? गुड? इट्स ओके। आन्टी ह्याप्पी न्यू इयर। Happy New Year. दाइ ह्याप्पी न्यू इयर। ह्याप्पी न्यू इयर ब्रो ह्याप्पी न्यू इयर। हेलो ह्याप्पी न्यू इयर। ओ बेबी हबिबी ह्याप्पी न्यू इयर। हेर न लो यो हो मेरो एउटा मलाई साह्रै दुःख दिने। यसले काम गरेर ठाउँमा गिद्दी गर्ने केटा यही हो। यसलाई मैले एउटा सिङ्गर बनाउँछु। ह्याप्पी न्यू इयर। हैप्पी न्यू ईयर तो गीत गा बाबू। हैप्पी न्यू ईयर। क्रिस का गाना सुनेगा? क्रिस का गाना सुनाएगा। क्रिस का गाना मेरे को डर है कि एक दिन क्रिस का गाना गाते गाते ये भी कटर में नाच आए बस। दुआ कर। दिल ना दिया, दिल ना दिया। ए बोलो ना क्या किया।
प्यार ना किया तो क्या किया अरे बेटा आन्टीले पुरा फ्राई खाँदैछ यहाँनिर एकदम कडक कडक मालसँग हाल्दै हुन्छ यहाँ र भ्याट्ट खोर्सानी टक्क लगाएर होइन अमिलो टक्क लगाएर दादी ह्याप्पी न्यू इयर सर ह्याप्पी न्यू इयर सर Happy New Year. Good luck to you. See you soon. Thank you, sir. Be happy, sir. I'm happy. Don't be sad. I'm not sad. I'm happy. Thank you, sir. Thank you for everything. See you soon. Okay, sir. Happy New Year. Happy New Year. यो 107 मिली ल मेरो त खाजा खाने बेला भयो है आजको दिन भनेको मटनसँग छ है भ्याट्ट खाइन्छ अब ह्याप्पी न्यू इयर हम चलेंगे अब के छ आराम हाउ आर यु ब्रेव मैन इज हियर हाउ मेनी गाइस 9 हाउ मेनी काम भनेको यस्तै हुन्छ है भाइ उठाउनु पनि पर्ने हुन्छ कोही कोही बेला काम त अब ठिकै हो तर कोही कोही बेला लास्टै गाह्रो पनि पर्छ अब गाह्रो मानेर हुँदैन नि त यसरी मिलाएर राख्नुपर्छ अब यसलाई तताइदिनु पर्यो कस्तो हुँदो रहेछ हेरौँ है त कस्तो बल भयो है सरले आज लास्ट दिन भनेर लिएर आएको कुदेर गएर तताएमा झ्याम्मै होइन कसैले देख्छ कि भनेर अब ब्रेक लाग्यो दाइ एकजना दाइको नेपाल जाँदै हुनुहुन्छ त्यो दाइले सघाउनु पर्ने छापु गएर काममा जानुपर्छ यार कस्तो झ्याउ लाग्छ यार के गर्नु यस्तै हो जिन्दगी झ्याउ मानेर हुँदैन कस्तो टन्टना यार ल राम्ररी जानु कहाँ हिँडेको तिमी चाहिँ सँगै हो ल मा ल बुनट with chai मिठो छ चिया चाहिँ आन्टीले लिएर आउनुभयो कम्बिनेसन बवाल छ यार सर थ्याङ्क यू सर सी यू अगेन सर दाइ म गएँ दाइ म गएको रे आन्टी रे आन्टी रे आन्टी रे दाइ गएको म यस्तो हुनुपर्छ दाई भएपछि यस्तो हुनुपर्छ क्या के आफ्नै दाईहरूमा त छोडिदिएको नि यता हेर्नु दाई छुट्टी भयो क्राउड हेर्नु कति धेरै क्या मान्छेहरू पनि अझै पनि भिडियो चाहिँ यहीँसम्म हो होइन भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला
होइन केही गल्ती भयो भने कमेन्ट लेख्नु होला, म त्यसमा सच्याउने छु है। सबैजनाले कमेन्ट गरिदिनु होला। थ्याङ्क यू।